गोबर टिप्न आएको यस्तो छ त्यो गोबर बल्ल धेरै पाए अलिकति यो सुन टिप्न आएको नि सुन टिप्न आएको हामी ढोकोको हालत त्यस्तो छ फाटेर आज बल्ल हल्का धेरै पायो हिजो अस्ति त यस्तो ढुलेको ढिले गोबर चाहिँ पाउनु छैन गिलो परे कि के हो ल ठिक छ हल्का गिलो त छैन रहेछ पन्जा लाएर ठिकै भयो यार न त हालत खराब हुन्थ्यो मेरो हातको यहाँ यति धेरै झोपा छ एउटा गोबर नि छैन कस्तो हाल्ला जस्तो हेर्छ यार यहाँ माथि जान्छु पाउँछ कि पाउँदैन अब जोपा हेलो जोपा एउटा फोटो खिच्नु पर्यो स्विमिङ पुल भन्ने रे अघि बिहान म त पक्रा पुऱ्याउनु जाँदाखेरि त भरि थियो पानी अहिले त खेतमा हालेर छैन रहेछ सबै के हो अघि त पाइरहेको थियो खबर अहिले त पाउँदैन ल ओए त्यहाँ एउटा रहेछ यस उप गोबर उपले यहाँ माथितिर नै धेरै बस्दो रहेछ यो चोपाहरू तर गोबर त कसै छैन गोबर कहिले भर्ने हो यो अब तलै फर्किनु पर्ला अब लास हो यो हल्लेपछि त ठ्याक्कै भरिन्छ देखिने नदेखिने ओ शिट मेरो त मेहनतले भरेको गोबर चाहिँ त खसे सबै यहाँबाट ल बाइ अब चाहिँ घर फर्किँदै हो अब यो चाहिँ मेरो गोबर त्यो चाहिँ श्रीको गोबर यो चाहिँ काम नभएको मान्छे यो चाहिँ मेरो गाउँ अब सिधै घर जाने हो केही नबोलिकन ल आयो एकदम गरमको छ ल गए त बाबा यो चाहिँ हामीले टिपेको यो चाहिँ हो अर्को ब्लगर है थोते टाकी त कमाउमा छुवाला यो सबै टासेर बसेछ अहिले त छ यहाँ फिजाउन मिल्दै छैन कस्तो पक जस्तो भएर यहाँ फेरि दिदीको खाइदिन्छु मैले मासा झुम्लिएको छ बस जे सो जे गयो के हो यस्तो गर्ने हो भयो होला नि अब
टुप्पले हुन्छ अब छोड्दै गोबर चाहिँ अलिकति ठुलो भएन यो चाहिँ घाँस यो चाहिँ मुसो जाडो भएर यहाँ नाकबाट सिकेन उनीलाई चाहिँ ल जाउँ अब भाइ मेता बाई बाई यति हो